अब म तपाईहरुलाई ओरालो लाँदैछु हैन ओरालो लाँदैछु ओरालो चाहिँ यस्तो छ 260 वटा स्टेपहरु हामीले पार गरेर माथि गएको थियौं अब अहिले चाहिँ ओरालो जाँदैछौं हामी Leo， 幾時裝修做完啊？裝修啊，係啊。幾時做完？幾時裝完啊？而家都未開始，淨係搭架。1個月、2個月？差唔多啦。年半至2年啦。哦，而家冇嘢睇啊嘛，係嘛？冇噶啦，封晒噶啦，係裏邊嗰層咯。係啊，不過有冇入去裏邊嗰層睇啊？我去咗。不過多唔多人嚟啊？而家？係啊，而家好少落雨噶啦，好少大霧噶啦。冇嘢睇嘛，所以睇唔到嘛，係咪先？裏邊都有啲畫像睇嘅，下邊啦。係啊。下邊啦，寶蓮寺嗰度啊。得，唔該晒。寶蓮寺嗰度有開。अझ 2 महिना जस्तो लाग्ने कुरो गरिरहेछ नि यिनले हैन अब यहाँ त्यस्तै छ म ओरालो लाग्दैछु साथीहरु ओरालो लाग्ने काम भइरहेछ अब म ओरालो लागेर यहाँ चाहिँ नि मुनि आइसकेको छु साथीहरु मुनि यसरी आइसकेको छु अहिले रेनोभेसनको बखतमा बुद्धको अवस्था कस्तो छ भनेर यसो हेर्ने काम मात्रै भयो अब त्यहाँ खासै दर्शन गर्न पाइएन ठुलो म्याप अफ पोलिन मोनास्ट्री यहाँ म तपाईहरुलाई अलिकति देखाउँछु जस्तै यो चाहिँ बिग बुद्ध भएको ठाउँ हो हैन नम्बर 2 बिग बुद्ध भएको ठाउँ अहिले हामी यहाँ 1 नम्बर क्रस गरेर यहाँनेरि छौं मेन एन्ट्रान्समा अनि यो चाहिँ पोलिन मोनास्ट्री हो म यता तपाईहरुलाई लाँदैछु अहिले म चाहिँ पोलिन मोनास्ट्री भन्छ यसलाई पोलिन मोनास्ट्री अगाडि उभिएको छु हैन यो चाहिँ गुम्बा भनौं न गुम्बाको अगाडि उभिएको छु धूप बाल्ने एरियामा छ यो हैन यो मोनास्ट्रीको इतिहासमा हामी जाने हो भने 1906 मा तीन जना मङ्क 3 जना भिक्षुहरुले बनाएको रहेछन् यो हैन जियाङसु प्रोभिन्स चीनको जियाङसु प्रोभिन्सबाट 3 जना भिक्षुहरु आएर बनाएको रहेछ हैन तिनीहरुलाई चाहिँ सिम्पली नोन भन्छ बिग हट भन्दछ हैन ताई माओपुङ भन्दछ हैन इट वाज नेम टु इट्स प्रेजेन्ट नेम अनि अहिले यही नामबाट अहिले पनि प्रचलित रहेछ हैन यो मेन टेम्पल हाउसमा चाहिँ बुद्धको 3 वटा मूर्तिहरु रहेछ हैन भित्र representing his past, present and future lives. Past, present and future lives like समेटेर अनि बुद्धिस्ट स्क्रिप्चरको बारेमा पनि यो छ यसरी बाल्नु धुपहरु बाल्न सकिन्छ यहाँ यो ठुलो बुद्ध चाहिँ तपाईको 1993 मा कम्प्लिट भएको रहेछ मोङपिङ 360 भनेको चाहिँ तपाईको त्यो उ हो गिर्लिङ हो हैन त्यो चाहिँ त्यस्तै छ अब यहाँ चाहिँ तपाईको धुप बाल्ने ठाउँलाई चाहिँ म तपाईहरुलाई सरर देखाउँछु त्यसरी धुप बालिन्छ यहाँ
धुप पनि कत्रो कत्रो हेर्नुहोस् न होइन धुप हेर्नुहोस् त कत्रो कत्रो धुप बलिरहेछ हेर्नुहोस् धुप बलिरहेछ यत्रो मोटो धुप हेर्नुहोस् त धुप यसरी बलिरहेछ धुप तपाईहरुले बाल्न सक्नुहुन्छ आएर यहाँ यसरी यहाँ घोडा टेकेर प्रार्थना गरिन्छ यतातिर फर्केर हैन अब म तपाईहरुलाई अलिक अगाडि पोलिन मोनास्ट्रीमा लाँदैछु पोलिन मोनास्ट्री मा यसरी छिरिन्छ हैन यहाँ धुप बालेर आउँछ यो चाहिँ एन्ट्रान्स हो हैन यहाँ एन्ट्रान्स यसरी यहाँ भिडियो खिच्नु मनाइ छ होला भिडियो अफ गर्छु अनि अब म तपाईहरुलाई भित्रको दृश्य देखाउँछु भित्रको दृश्य के छ भने यहाँ तपाईको यसरी ठुलठुलो मूर्तिहरु छ यसरी हैन मूर्ति छ यस्तो यहाँ पनि एउटा मूर्ति छ सुरुमै हैन त्यस पछाडि छ यस्तो मूर्ति त्यो मूर्ति छ अब म अगाडि बढ्छु फेरि तपाईहरुलाई अगाडिको दृश्य देखाउनु त पोलिन मोनास्ट्री भित्रको दृश्य यस्तो छ धुप बाल्ने ठाउँ यस्तो छ म तपाईलाई फेरि अगाडि लान्छु पोलिन मोनास्ट्री यस्तो छ पोलिन मोनास्ट्री अब यहाँ चाहिँ नो फोटो भनेको छ हैन नो फोटो भनेपछि फोटो लिने कुरा आएन यहाँबाट देखिने दृश्य म देखाउँछु तपाईहरुलाई यस्तो छ पोलिन मोनास्ट्री मा आएको छु म
पोलिन मोनास्ट्रीको प्राङ्गण यहाँबाट यस्तो देखिएको छ। यहाँबाट देखिने दृश्य यस्तो छ। हेर्नुहोस्, म तपाईँहरूलाई सरल देखाउँदैछु। यहाँभित्र बुद्धका मूर्तिहरू छन्। यस्तो बुद्धको मूर्तिहरू छ। तीनवटा बुद्धको मूर्ति छ। यो बारेमा म तपाईँलाई के बताउन भरे। तीनवटा बुद्धका मूर्तिहरू छन् यहाँ। यस्तो छ। पोलिन मोनास्ट्री म उभिएको छु। म तपाईँहरूलाई बुद्धको तीनवटा मूर्ति यहाँ छ। बुद्धको फ्युचर, पास्ट र वर्तमानलाई देखाएर हैन। म तपाईँलाई फेरि एकपल्ट सर देखाउँछु अनि म अर्कोतिर। बुद्धको तीनवटा पास्ट, वर्तमान र फ्युचर, तीनवटा अवस्था देखाउने मूर्तिहरू यहाँ राखिएको छ। अब म यहाँबाट तपाईँलाई फेरि प्राङ्गणतर्फ लाँदैछु। प्राङ्गण यस्तो छ। अब यो प्राङ्गणमा एकातिर तपाईँको रेस्टुरेन्ट छ। दाहिनेतिर मलाई चाहिँ तपाईँको रेस्टुरेन्टमा होइन। यहाँ मुनि के रहेछ त, यो पनि म तपाईँलाई देखाउँछु। प्रेयर ग्राउन्ड, प्रार्थना गरेको। प्रार्थना गरे अलबस यस्तो छ। ल ल ओके, हामी चाहिँ अब यता भेजिटेरियन रेस्टुरेन्ट छ, त्यहाँबाट चाहिँ अब हामी जान्छौँ। अब हामी यहाँबाट निस्क्यौँ। फेरि निस्किएर चाहिँ फेरि अब हामी अगाडि बढ्दैछौँ। शान्त छ वातावरण। यसरी तपाईँहरूले आएर धुप बाल्न सक्नुहुन्छ। यहाँ धुप बाल्ने ठाउँ हो यो। Hello, man. Hello. What's up? What's up? So good, right? How much are you supposed to light it up? I don't know. It's free, I guess. But the
The incense incense stick. How much? How much? Yeah, this one stick. 100 100 for 3. 98 for free. Wow, that's pretty big. Maybe if you light this incense, maybe you go straight to the heaven, right? Exactly. That's the plan. But not now, okay? यसरी त्यहाँ $100 मा 3टा ठुलो ठुलो स्टिक दिँदछ हाल्न हैन यसरी बालेछ यहाँ यसरी बाल्न सक्नुहुन्छ तपाईले यत्रो यत्रो बाल्न सक्नुहुन्छ धुप Hello, how are you? कुकुर पनि बसिरहेछ यहाँ मजाले How are you? अर्को कुकुर पनि छ यहाँ Leo, how are you? Good? Nice? अब हामी अगाडि बढ्दैछौँ धुप बाल्ने ठाउँ यहाँ पनि छ धुप बाल्ने ठाउँ यहाँ पनि छ Leo यसरी धुप बालेको छ यहाँ बुद्धको मूर्ति चाहिँ रेनोभेसनको कारणले पुरै छेलिएको छ यस्तो छ स्थिति यहाँबाट हेर्दाखेरि हेर्नुहोस् त साथीहरूलाई अहिले भोक लागेछ सहेको स्थिति छ र अहिले यहाँ चाहिँ किनमेल हुँदैछ के Piro tao khác thật là bố nghĩ không biết có làm chứ. Một cái loại cầm đó. Dầu mà tới đây không. Ăn ít ăn chán. Rồi. Ăn chán. कस्तो मिठो छ है मिठो कस्तो मिठो जोर्डनको मिठो कि यहाँको मिठो भोक लागेको बेलामा जाको नि मिठो है भोक मिठो कि भजन मिठो भन्छ न साथीहरूलाई भोक लागेछन् खाँदैछन् होइन यहाँ कहाँ गएर खाएको उता यता आएर खाऊ कहाँ त्यहाँ अलग्ग गएर खाएको कहाँ उता फर्केर खाएको यता फर्केर खाऊ यहाँ खाने भोक लागेको छ नि साथीहरूलाई खानेकुरोको यहाँ खोजी हुँदैछ व्यापक नेपालको चटपटे भनौँ न यो
नेपालको चटपटे साथीहरू भोकाएका छन् अहिले यहाँ खानको लागि यहाँ आउने क्रम छ यहाँ नेपालको चटपटे भन्दा हुन्छ यस्ता बाटोमा राखेको फुड फास्ट फुड मास्क समेत खानुहोस् न मास्कसँगै खानुहोस् मास्क लाएर खानुहोस् ए खाने क्रम जारी छ मिठो अरे मिठो छ कति डलर यसको $20 ओके मिठो छ है जोर्डनको र यहाँकोमा के अलिकति फरक रहेछ सेम ससेस खाने काम खाइसक्यो Mommy help you. न खाने काम हुँदैछ यहाँ दमादम मिठो छ मिठो मिठो है सुमाइमा राख्ने अचारहरू राख्छ नि हैन खाइसक्यो साथीहरु अब म तपाईहरुलाई ngongping भिलेजमा लादैछु ngongping भिलेजको स्थिति कस्तो छ दृश्य कस्तो छ म देखाउन चाहन्छु त्योभन्दा अगाडि ngongping भिलेज वेलकम टु ngongping भन्ने यहाँ छ यहाँ चाहिँ यो भिलेज चाहिँ यता पर्छ यो भिलेजको एन्ट्रान्स यो हैन अब यहाँ यो भिलेज कस्तो भिलेज हो यो भिलेजको बारेमा यहाँ सानो जानकारी पनि दिएको छ हैन यो जानकारी म तपाईहरुलाई पढेर सुनाउँछु अब यहाँ पहिला म्याप हेरौँ ngongping भिलेजबाटै तपाईको केबल कार पनि चढिँदो रहेछ हैन ngongping भिलेज केबल कारको स्टेसन यही रहेछ हैन ngongping रोड You are here. हैन यो यस्तो छ यहाँ म्याप दिएको छ तपाईहरु आउनु हुँदाखेरि यहाँ हेर्न सक्नुहुँदैछ अब म ngongping भिलेजको बारेमा यहाँ के लेखेको छ डिस्क्रिप्सनमा म बताउँछु 450 देखि 500 मिटर एबभ सी लेभल समुद्रको सतहदेखि 400 देखि 500 मिटर माथि रहेछ यो ngongping भन्ने ठाउँ चाहिँ हैन एट द माउन्टेन इन द साउथ वेस्ट अफ लान्ताउको दक्षिण पश्चिम भेगको पहाडमा समुद्र सतहभन्दा 400 देखि 500 मिटर माथि यो ngongping भन्ने ठाउँ अथवा ngongping भिलेज रहेको यहाँ कुरो लेखिएको छ
लान्ताउ आफैमा एउटा ठुलो आइल्यान्ड हो, सेकेन्ड बिगेस्ट आइल्यान्ड हङकङको यहाँ छ लान्ताउ, सेकेन्ड बिगेस्ट आइल्यान्ड हैन। यो एयरपोर्ट हो, यो एयरपोर्ट एरिया हो हैन, यो लान्ताउ हो, सिङ्गल लान्ताउ एरिया हैन। यहाँ एकदम शान्त छ, यहाँको शान्त वातावरण लाई तपाईले महसुस गर्दाखेरि चाहिँ यो चाहिँ एकदम मेडिटेसनको लागि, विशेष गरी ध्यानको लागि चाहिँ यो ठाउँ ध्यान गर्नको लागि तपाईँ आउनुहुन्छ भने यो ठाउँ चाहिँ उचित ठाउँ हो भनेर यहाँ लेखिएको छ। बौद्धिस्ट भिक्षुहरू र पुरोहितहरू बिगन सेटलिङ हियर हैन। बौद्धिस्ट भिक्षु र पुरोहितहरू चाहिँ यो ठाउँमा गएको शताब्दीदेखि नै बस्न थालेका रहेछन् हैन। हेर्नुहोस् यहाँभित्र म तपाईहरुलाई एकछिनमा लाँदैछु। अहिले यहाँ के लेखिएको छ भन्ने कुरो नै म तपाईँलाई पढ्दैछु। अमङ द मोनास्ट्रिज स्क्याटर अराउन्ड द प्लेस, पोलिन मोनास्ट्री इज द मोस्ट प्रोमिनेन्ट वान। अघि मैले देखाएँ पोलिन मोनास्ट्री चाहिँ विशेष महत्त्वको मोनास्ट्री हो भनेर भनेको छ यहाँ हैन। द जायन्ट बुद्ध, विजडम पाथ एन्ड मोङपिङ 360। जायन्ट बुद्ध अघिको त्यो चाहिँ कभर गरिएको, रेनोभेसन हुँदै गरेको हैन। पोलिन मोनास्ट्री भइहाल्यो हैन। अनि विजडम पाथ अनि मोङपिङ गिर्लिङ केबल कार हैन, त्यो चाहिँ मेजर टुरिस्ट एट्र्याक्सनको एरिया पर्दछ। अब यहाँ अघि पोलिन मोनास्ट्रीको बारेमा अघि मैले त्यहाँ लगेको थिएँ नि तपाईँहरूलाई हैन। त्यो चाहिँ कहाँ भने पोलिन मोनास्ट्रीको अघि मैले लगेको थिएँ तपाईँलाई। यहाँ के लेख्छ भने पोलिन मोनास्ट्री वाज बिल्ट 1924। यो पोलिन मोनास्ट्री भन्ने गुम्बा चाहिँ 1924 मा बनाइएको हो हैन। नेसनल बिट्विन द लान्ताउ पिक एन्ड द लेइङाक्सान हैन। यो चाहिँ तपाईँको लेइङाक्सान र लान्ताउ पिकको काखमा बसेको छ। इट कभर्स एन एरिया अफ 102 हेक्टर। यो गुम्बा चाहिँ 102 हेक्टरको परिसरमा फैलिएर बसेको छ। कहाँ बसेको छ भन्दाखेरि लेइङाक्सान र लान्ताउ पिक। लेइङाक्सान भनेको यो हो हैन। लेइङाक्सान र लेइङाक्सान यो भइहाल्यो हैन। अनि यो चाहिँ लान्ताउ पिक हो। लेइङाक्सान र लान्ताउ पिकको काखमा पोलिन मोनास्ट्री यहाँ बसेको छ। त्यही कुरो यहाँ मैले तपाईहरुलाई बताएँ। यो पोलिन मोनास्ट्री चाहिँ बुद्धिस्ट किङडम इन साउथ, बौद्ध मार्गीहरूको राज्य दक्षिणमा पर्ने राज्य नै यसलाई मानिन्दछ हैन। द मोनास्ट्री रेगुलरली होल्ड्स बुद्धिस्ट रेलिक्स एक्जिबिसन। प्रदर्शनीहरू भइरहँदो रहेछ यहाँ बौद्धिस्ट सम्बन्धी, बौद्ध धर्म सम्बन्धी। देयर इज अल्सो रेस्टुरेन्ट सर्भिङ द भेजिटेरियन मिल। भेजिटेरियन मिल अघि मैले तपाईँलाई हल्का देखाएँ त्यो छ हैन। पोलिन मोनास्ट्रीको हल, त्यसलाई चाहिँ महावीर हल। यो चाहिँ नेपाली संस्कृत हिन्दी भनौँ न एउटै हो, देवनागरीमै चाहिँ नामहरू। पोलिन मोनास्ट्री चाहिँ महावीर हलमा पनि अघि मैले तपाईँहरूलाई लगेँ। 3टा बुद्धको मूर्ति भएको ठाउँ। त्यो बारेमा के भनेको छ यहाँ भन्ने कुरो म बताउँछु तपाईँलाई। द महावीर हल अफ द पोलिन मोनास्ट्री वाज बिल्ट इन अर्ली 1980s। 1980 को दशकमा त्यो बनेको रहेछ हैन। यो महावीर हल अघि मैले तपाईँलाई लगाएँ। अनि यहाँ चाहिँ डिस्क्रिप्सन यहाँ रहेछ, अनि मैले तपाईँलाई भन्दैछु। स्ट्याचुज अफ बुद्ध, लाओहान एन्ड गुवानयिन क्यान बी फाउन्ड इन द हल हैन। त्यहाँ चाहिँ बुद्धको स्ट्याचु अघि मैले देखाएँ तपाईँलाई
अनि तपाईँको लाउहान र गाउयिन क्यान बी फाउन्ड इन द हल। त्यो लाउहान र गाउयिन भन्ने मूर्ति पनि त्यहाँ देख्न सकिन्छ भन्ने भयो। द बुद्ध Pauline Monastery is planning to construction of a 10,000 Buddha temple behind the Mahavira Hall to accommodate 10,000 statues of Buddha. 10,000 स्ट्याचु बुद्धको हुने त्यहाँ तपाईको पनि बनाउने कुरो रहेछ हैन। Pauline Monastery is planning 10,000 हैन। There is also be a depository of the Buddhist text, Buddhist scripture पनि त्यहाँ छ अनि रुमहरु पनि त्यहाँ छ मल्टिफङ्क्सनल हैन। अब रह्यो बुद्धको मूर्ति त्यहाँबाट देखिने। यो चाहिँ पुरै कभर भएको छ रेनोभेसनको कारणले गर्दाखेरि। र यस विषयमा के भनेको छ यहाँ म तपाईलाई सुनाउँदैछु। अहिले यहाँ रेनोभेसन भएको बुद्धको यहाँ मूर्ति चाहिँ यहाँ पछाडी चाहिँ यहाँ यो रुखले छेलेको छ हैन। त्यो विषयमा के भनेको छ यहाँ भन्दाखेरि लोकेटेड एट द साउथ वेस्ट अफ द पोलिन मोनास्ट्री। पोलिन मोनास्ट्री को साउथ वेस्ट पट्टि चाहिँ जायन्ट बुद्ध, यो ठुलो चाहिँ बुद्ध राखिएको छ। त्यो ठुलो बुद्धको मूर्तिले चाहिँ 6547 स्क्वायर मिटर ओगटेको छ हैन। It is the world's largest seated outdoor bronze Buddha statue. यो चाहिँ संसारकै सबैभन्दा ठुलो बाहिरपट्टि आउटडोरमा राखिएको बुद्धको पित्तलको मूर्ति हो भनेर यहाँ भनिएको छ, जुन चाहिँ यो रुखको पछाडि छ तर अहिले देखिँदैन किनभने रेनोभेसन भइरहेछ हैन। The 26 meters high statue is made of 200 to 202 separate bronze pieces. 202 वटा फरक तपाईको पित्तलको टुक्राहरूले जोडेर बनाइएको 250 टन बराबरको 26 मिटर अल्गो यो स्ट्याच्यु रहेको छ। It sits on the lotus throne. यो चाहिँ कमलको फूलमाथि बसेको छ। Top of 3 platform altars inside the which is exhibition hall presenting invaluable Buddhist relics including Buddha's शरीर, बुद्धको शरीर पनि छ त्यहाँ हैन। परिनिर्वाण प्राप्त गर्नुभन्दा अगाडि गरिसके पछाडिको Giant Buddha was honored as one of the 10 engineering wonders in the world. The giant Buddha was honored as one of the 10 engineering wonders in Hong Kong and was awarded merit of unique artistic feature by the Hong Kong Institution of Engineers in 2000. 2000 सालमा त यो चाहिँ हङकङको 10 इन्जिनियरिङ वन्डर्स भित्र पर्दो रहेछ, एवार्डेड पनि रहेछ यो बुद्धको स्ट्याच्यु चाहिँ। अब पालो आएको छ तपाईको, मैले तपाईहरुलाई बताउने पालो आएको छ गोङपिङ भिलेजको। सिचुएटेड नेक्स्ट टु द गोङपिङ केबल कार टर्मिनस छेउमा यो चाहिँ बसेको छ अनि यो जाइन्ट बुद्ध छेउमा बसेको छ हैन। बुद्धको ठुलो मूर्ति छेउमा बसेको छ। गोङपिङ भिलेज कभर्स एरिया 1.5 हेक्टर बराबर यसले जमिन ओगटेर बसेको छ। जुन ठाउँमा म तपाईहरुलाई एकछिनमा लादैछु हैन। यो चाहिँ आर्किटेक्चर वास्तुकलाको हिसाबले चाहिँ यो चाहिँ स्पिरिचुअल इन्टिग्रिटी अफ द गोङपिङ एरिया, यहाँको आध्यात्मिक वातावरणलाई म्याच गर्ने हिसाबले यो भिलेजको निर्माण भएको भन्ने बुझिन्छ। वाकिङ विथ बुद्धसँगै हिँडेको चाहिँ तपाईलाई फिल हुन्छ। सपिङ गर्ने ठाउँहरू पनि छ, इन्टरटेनमेन्ट आउटलेटहरू पनि प्रशस्त छ यो एरियामा। म तपाईलाई एकछिन लाँदैछु। साथीहरु नमस्ते, म तपाईहरुलाई अहिले चाहिँ नि गोङपिङ भिलेज भित्र लाँदैछु। गोङपिङ भिलेज कस्तो छ यहाँ म तपाईहरुलाई देखाउन चाहन्छु। मैले तपाईहरुलाई बिग बुद्धको ठुलो स्ट्याच्यु अहिले अन्डर रेनोभेसनमा भएको कारणले नदेखिए तापनि त्यहाँको छेउछाउमा लगेर त्यहाँबाट देखिने चिजहरू देखाएँ। पोलिन मोनास्ट्री
तपाईहरुलाई मैले भिजिट गराइसकेँ। होली मोनास्ट्री भएको इन्ट्रान्समा भएको मूर्तिहरू र भित्रपट्टि भएको बुद्धको 3टा पास्ट फ्युचर एन्ड प्रेजेन्टको मूर्तिहरू दर्शाउने देखाइसकेँ। त्यसपछि हामीले धूपहरू बाल्ने ठाउँमा पनि सहयोग गरिसक्यो। त्यसपछि अब आएको छ मोङपिङ भिलेज, यहाँ मेरो पछाडि छ, म तपाईँलाई त्यहाँ लाँदैछु। केही समय पाइ प्रतीक्षा गर्नुहोस्। अब मोङपिङ भिलेजभित्र तपाईँहरूलाई म लाँदैछु। अब मोङपिङ भिलेजको सुरुकै दोकानबाट सुरु गरौँ नि त कहानी, होइन? यहाँ चाहिँ छ तपाईँको यसरी यस्तो छ है, भिलेज जस्तो छ, एकदम आर्टिस्टिक भिलेज छ। सेभेन-इलेभेन पनि छ यहाँ, 7-Eleven। लुगा दोकान छ, एकदम एसियाटिक वेमा, एसियाली गन्दा आउने किसिमको छ। केबल कार पनि पछाडि चल्दैछ, आजदेखि खोलेको जस्तो छ। यहाँबाट देखिने दृश्य म तपाईँहरूलाई लगाएको छु। यसरी दोकानहरू छ यहाँ, तपाईँले आफ्नो रुचिको चिजहरू किन्न सक्नुहुन्छ। चिटिक्क परेको छ है। मोङपिङ भिलेज भन्छ यसलाई, मोङपिङ भिलेज। मोङपिङ भिलेज। यहाँ चाहिँ एउटा रुख, फेरि रुख आछ, रुख। यो चाहिँ लाबरको रुख जस्तो छ हेर। ढोल पनि छ, डु नट ट्याप भनेछ, नबजाऊ भनेछ। ए यसरी यस्तो छ एउटा। ए यहाँ हाम्रो साथीहरू घुमेर पनि आइसकेछ, म त यता अल्झिरहेको छु। के हो त्यो? के हो त्यो? के हो त्यो? मोती हो? त्यहाँ के रहेछ पर? केही छैन। के छैन? केही छैन भन्छ जनताहरूले। के चाहिँ रहेछ म तपाईँलाई देखाउँछु। यहाँको दृश्य यस्तो छ, होइन? यस्तो छ। ए यहाँको दृश्यहरू यस्तो छ। तपाईँहरूलाई यहाँको दृश्य मात्रै देखाउनु खोजेको मैले। यहाँ आनन्द आउने खालको छ यहाँ। हाम्रो साथीहरू त यताबाट छ नि त। के हुँदैछ? ए हो, अब गाडी चढ्ने बेला यता के रहेछ? केबल कार। केबल कार है, केबल कार रहेछ यता। केबल कारको दृश्य म देखाएर। Sao à? Sao không? Sao không à? Tìm cả.
फ्याका Bà tê sau cùng. Ông ấy sao không? यहाँ यस्तो छ जाने 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 यस्तो छ साथीहरू यो केबल कार यहाँ जाने हो हैन केबल कार जाने बाटो हो त्यहाँ यहाँबाट तपाईको बिग बुद्ध देखिएको छ तर यसरी रिनोभेट गरेछ स्थिति यस्तो छ हेर्नुस् त यहाँ मूर्ति नै सबै चाहिँ छेलिएको स्थिति छ साथीहरू अब मैले तपाईहरुलाई यो गङपिङ भिलेजको पनि घुमाइसकेँ अब चाहिँ हाम्रो कार्यक्रमको अन्त्यतिर म पुगिसकेछु साथीहरू यहाँ चाहिँ गाई गोरुहरू यहाँ छन् अब गाई गोरुको चाहिँ यहाँ यी बिस्टा पनि छ गोबर भनौँ न मलको काम हुन्छ यो टिप्नु नि कराउँदैन कराउनु छिटो टिप्नु 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 अब यो चाहिँ गोबर कलेक्सन गर्न हामी आउँदैछौँ यहाँ गर्दैन 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 दिदीले घरमा खुर्सानी रोप्नु भएको छ अरे अनि हङकङमा मलै पाथेन रे आज लामा आइल्यान्डमा आएको लामा आइल्यान्ड लान्दा आइल्यान्ड ठिक छैन ए गोबर गाईको गोबर ए गोबर छैन यसरी पानी हालेर पर्दैन धेरै दिन ए यसले आफ्नो गोबर लगेको हामीलाई चाहिँ उ गरेको हेरेको गिद्धे नजरले धेरै त भयो लान सकिन्न भयो पुग्छ पुग्दैन अलिक ल ल ल ल गाईको गोबर हामीले कलेक्सन गोरु हो कि गाई हो को गोबर कलेक्सन गर्यौँ रिसा जस्तो छ रिसा जस्तो छ हैन Good boy. Hello, how are you? Nice. खानु दिनु नि खानु दिनु खानु दिनु खानु खानु अब खानुको लागि खोजेको नि त खाना छैन खाना खाना केही छैन बिचराहरूलाई अब खाना केही छैन साथीहरू ए मसँग अर्को मेरो साथीहरू पनि छ बाटोमा भेटिएको हेर्नुहोस् त ए अब हाम्रो कार्यक्रम आजको यात्रा करिब करिब हामी अन्तिममा आइसकेका छौँ हामीले घुमिसकेका छौँ अहिले फेरि हामीले गाई गोरुबाटै हाम्रो यात्रा सुरु गरेका थियौँ अब गाई गोरुबाटै हाम्रो यात्रा ठुङ्गिने भएको छ हैन त्यसका साथीहरू मैले तपाईहरुलाई सक्दो आजको यात्रालाई चाहिँ आनन्दमय बनाउने नै कोसिसका साथ यहाँ आइपुगेको छु आशा छ तपाईहरुले केही न केही इन्जोय गर्नुभयो म तपाईको प्यारो साथीको आदेश हो साथीहरू यहाँबाटै यसरी देखिन्छ लान्तौपीको आडमा बुद्धको स्ट्याचु हुनुपर्ने यहाँ चाहिँ छोपेको छ यसरी हैन मैले तपाईहरुलाई देखाएको यस्तै लान्तौपीको यहाँ छ म अगाडि बढिरहेको छु साथीहरूले यहाँ मेरो साथीहरूले मलाई छोडिसके यहाँ फोटो सेसन चलिरहेछ फोटो सेसन चलिरहेछ यहाँ बुद्धको रियल मूर्ति चाहिँ यहाँ देखिएको छ
फोटो यस्तो छ त्यहाँको। यो दक्षिणतिर बेजिङतिर फर्केको छ यो मूर्ति हैन। यो छोपिएको मूर्ति अघि मैले दिएको थिएन, त्यो छोपिएको मूर्ति चाहिँ यस्तो छ। ल जाऊ, ल ल ल जाऊ। यो आएन नि, यसलाई यहीँबाट लिदिउँ न नि। यस्तो भएन यसरी। ल मूर्ति चाहिँ यस्तो छ है, त्यहाँ छोपिएको मूर्ति यस्तो छ है, बिग बुद्ध भनेर। अब हामी जाँदैछौँ, हाम्रो यात्रा सकिएर अब हामी बसमा चढ्दैछौँ। आजको यात्रा समाप्त भएको छ बिग बुद्धको, र अब हामी बसमा चढ्दैछौँ। अहिले चाहिँ अब हाम्रो यात्रा सकेर अब हामी बसबाट जाँदैछौँ तुन्चुङतिर बसमा जाँदैछौँ। सिट फुल भएको कारणले केही साथीहरू हामी उभिनुपर्ने स्थिति छ। आज चाहिँ